हामीले जुन सोचिरहेको थियौँ नि त्योभन्दा धेरै ठाउँहरू घुमाइदियो कि मैले चाहिँ यो हाम्रो दाइ भाउजू लाग्छ ओ त्यो हो क्या रेस्टुरेन्ट है त्यो हाई स्ट्रिट के यहीबाट त 96 आउने यहीँ हो बाह्र गएर है राम्रोसँग राम्रो छ नि मान्छेको रेपुटेसन नदिनु पैसाको पैसा एकजना केस परेको लान्छ अरे कि स्कुलले बाबुले गुरुले पुरै रोड यो हो यहाँबाट सुरु भयो कति लामो छ यो अपोजिटतिरबाट हो क्या बुझ्यौ तिमीहरूको पहिला उताबाट हजुर तीर्थजी नमस्ते
हजुरको छोराको यही हो ए हजुर छोराको खुट्टेर हाम्रो त फेरि दमाली भइहाल्यो हजुर हजुर ल ए लाग्नुहुन्छ हस् हुन्छ हामी जान्छौँ ल यो जाऊ त्यहाँ बस्छ त नाच त ल अमन ल ओके ल भाइ ल फेरि भेटौँला है कति राम्रो यो पात पे कति राम्रो छ चिल्लो फुलै हो हो जापानी गुलाब यो चाहिँ हामी आएपछि बनाएको सालहरू ए ल हेर्नुहोस् ए भगवानको चट्ट ल टिङ खेल्ने गुरु गरलाई ल अब गुरु चाहिँ यहाँ टिङ खेल्दै हुनुहुन्छ अब झुला यो वेलिङको झुला झुल्दै आनन्द हुन्छ यो झुला माथि चाहिँ अङ्गुरका रुख एकदम आनन्द छ यहाँलाई धेरै धेरै धन्यवाद ल आज सरको छोरा घरमा आएर युकेमा एकदम आनन्द रमाइयो ल्याएर त्यहाँदेखि ओखरको बोट उता पनि रहेछ यहाँ पनि रहेछ एभोकाडो चाहिँ आफ्नै यो अहिले लिलाले यो त हेरेकै छैन भाइ पुरा पेन्ट गरिराखेको थियो धेरै म आज बल्ल पस्दैछु ल हेर्नुहोस् यहाँ छत बनाउने तरिका पनि कस्तो अचम्मको छ हेर्नुहोस् हजुर ल हेर्नुहोस् काम छैन हेर्नुहोस् यहाँको ऐसेलु यो चाहिँ ऊ जस्तो स्ट्रबेरी हो अनि यो चाहिँ औषधि स्ट्रबेरी त होइन यो त ऐसेलु पहिला नि पाइन्छ अनि यो रातो खालको चाहिँ पहिला माथि हेर्न माथि छोडा छ कि केटीलाई बाहिर छ कि स्विमिङको ब्याग चाहिँ बाहिर रहेछ ठट्ट यहाँको सर्लक्क ल सर यहाँ अब हजुरको छोरा घर आइयो के अरे होइन बसियो है हजुरको छोरा भन्नु हो नि त मेरो छोराको भन्नु अरे जस हँसाउनु हो रमाइलो ल होइन सानो सानो तिमी पढ्दै हो ल राम्रोसँग पढ है ल ल तिमीलाई शुभ आशीर्वाद ल यहाँ
अनि यो ठाउँलाई के भन्छ हजुरले भन्नु त यो चाहिँ वेलिङ हजुर वेलिङ भन्छ यसलाई चाहिँ वेलिङ भन्छ हजुर धेरै नेपालीहरु धेरै बस्नुहुन्छ अहिले त ए वेलिङ हजुर ल जस ल गुरुआमा हजुर पनि आउनु भयो त वेलिङमा ल राम्रो ल अनि हजुरलाई के छ ल भन्नु हजुरलाई केही नयाँ केही कुरो भन्नु मन लाग्छ कस्तो छ हजुर यो ठाउँ हजुर 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 हस् धन्यवाद दसैँपछि दसैँ तिहारपछि लगत्तै आउने अरे के अरे ल सबैजना एकै ठाउँ भेट भएर एकदमै रमाइलो साटासाट गरियो आनन्दले यो हरि हर्कले सरको बारीमा अब हामी जाँदैछौँ यसरी गाडी रोकेर हाम्रो गलबेसी महासङ्घको दर्ता भइरहेछ यहाँ उहाँहरूको हरि सरको अब हामी बारीमा गइरहेछौँ होइन आनन्दसँगले हेर्नु ए बारी जाँदा नि यस्तो कार चढेर जाने बेला हेर्नुहोस् यहाँ कहीँ हिलो भन्ने नै छैन ए हामी चाहिँ नि यहाँ सबैजना होइन अब हामी बारी गइरहेछौँ ल हाम्रो बारीको अवस्था छ हेर्नुहोस् कहीँ कति आनन्दको बारी हेर्नुहोस् अङ्गुर खेती डाँडफर्कमा रहेको अङ्गुर खेतीले सब यो बारी हो चेरी हाम्रो हरि सरको बारी के साग बारी ल्याएर के फल्या छ हेर्नुहोस् युकेको बारीमा गएर पनि यसरी हामी चाहिँ नि ए आलु के लाग्यो यो बेथे त भयङ्कर राम्रो सबै बारी यत्रो आफ्नो बारीमा लगाउने बेथेको साग हजुर 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 ल एकदमै राम्रो गर्नुभयो ल यो आलु पनि लगाउनु भएको छ नि त हजुरले यहाँ त ल हेर्नु 50 किलो आलु ल हेर्नुहोस् आलुको बोट ल हेर्नु युकेमा डार्कफर्कमा रहेको ल हेर्नुहोस् ल हेर्नु हजुरलाई कस्तो लाग्यो साह्रै राम्रो यतिको राम्रो बेलायतमा आएर पनि यति राम्रो खेती हजुर तरकारी एउटै बुटमा चाहिँ 2 किलो आलु फल्ने ल हेर्नु हजुर यसका साग त्यस्तै राम्रा हजुर रङ्गोलीदेखि आएर अध्ययन अवलोकन गरेर गर्नु चाहिँ लायकको ठाउँ रहेछ ल जस अब यहाँ हजुरहरूले मिहिनेत गऱ्यो भनेदेखि जहाँ पनि हिरा फल्छ भन्ने कुरो चरितार्थ भयो ल हेर्नुहोस् ल अब हामी चाहिँ गलबेसी सबै हामी गलबेसी यो हाम्रो चाहिँ गलबेसी महासङ्घ हो हेर्नुहोस् सबैजना ल अनि हजुरलाई कस्तो लाग्यो यो ठाउँ हजुर त यहीँ बस्नुभयो धेरै वर्ष भयो कति वर्ष भयो 15 वर्ष भयो ल हेर्नुहोस् ए हरि सर ल जय श्री हरि अनि कति वर्ष भयो हजुर यो केमा बस्नुभएको हजुर त भडा मिलेर यो जम्मै के अनेक लाउनु भएको त हजुर शनिबार आइतबार छुट्टीमा अब बसी बिहालो गर्यो है हजुर ट्याक्टो खर्यो हजुर अब यी बहिनीले साग खाना रहर गरिन् हजुर त्यही भएर बेथेको साग किउदिरहेको छु ल एकदमै राम्रो ल एकदम बेथे फेरि एकदमै स्वास्थ्यको लागि राम्रो हो यो साग यहाँ अब बडा अचम्मको कुरा एउटा होइन
मिहिनेत गरेपछि हामी स्वदेश र विदेशलाई केही पनि नभए एउटै बनाउन सकिन्छ भन्ने कुरो चरितार्थ गर्नुभएको छ यहाँ। ल हेर्नुहोस् यहाँ अरू पनि तपाईँ यहाँ लगाउनु भएको छ, सबैले आफ्नो ठाउँमा यसरी आफ्नो उसमा सरकारसँग यहाँ खेती आफ्नो नाममा जग्गा आफ्नो नाममा हुँदो रहन्छ, सरकारसँग भाडा लिएर वर्षको 30 पाउन्ड चाहिँ तिरेर यत्रो मिहिनेत गरेर फलाउनु भएको छ यहाँ। हेर्नुहोस् निकालेर एउटा छोडिदिनु पर्छ अरे। ए डाकघरमा रहेको हरिसर यता चाहिँ सर्लक यसो हेर्नु पऱ्यो यहाँ सबैजनाले त। ल सबैले हात यसो यसो हेर्नु। यो हामी चाहिँ नि महागल्बेसी महासङ्घका चाहिँ सबैहरू यहाँ अहिले हरिसरको बेतेको साग यहाँ भएको यहाँ अनेक अनेक बिरुवाहरू लगाउनु भएको छ। त्यो हामी खाँदै रमाउँदै ल हेर्नुहोस् हजुर सबै अहिले खाएको त्यही हो। ल हेर्नुहोस् ए स्याउ हेर्नु न, स्याउ फलेको हेर्नुहोस् त्यति सानो बोटा फर्सी स्याउ ए स्याउ ल्याएर हेर्नु त अहिले छ। ल हेर्नुहोस् ल यता तपाईँलाई कस्तो लाग्यो यता हेर्नुहोस् त, यता हेर्नु त हजुरले। ल कस्तो लाग्यो हजुरलाई? अनि हेर्नु त साग टिपेर ल्याउनु भएको त, यो नेपाल हो क्या? लन्डनको हाम्रो नेपाल हो यो। हो ल धन्यवाद धन्यवाद। ल राम्रो लाग्यो। ल हेर्नुहोस् हजुर ल हेर्नु विकसित खै सुप देखाउनुहोस्। हो ल ए बाबु तरकारी पानी हाल्न आएको हो दा बजुसँग आएको ल्याएपछि ल हामी तनहुँ दमौलीबाट। अब यो हजुरको सबै हजुरले काम गरेको आउँछ। अब ल्याएनुहोस् नेपालीले यसरी मिहिनेत गरेर जहाँ पनि गोर्खाली भनेको गोर्खाली हो, यति मिहिनेती हुन्छ। ल्याएनुहोस् ल्याएनुहोस् सर्लकको बारीमा ल्याएर ल्याएनुहोस्। यहाँ लन्डनको सहकारीले यस्तो सबै कुरा व्यवस्थापन गरेर हामीहरूलाई लान मिल्ने लाने आफ्नै छेले यहाँ कोही मान्छे हुनुहुन्न। यहाँ हेर्नुहोस् आफूले सबै उत्पादन गरेर उहाँहरूले छोड्नु भएको छ। हामीलाई चाहिने कुरा सट्ट ल यहाँ पैसा राखिदियो। ल हेर्नुहोस् ए घरै घर ल्याउने एउटा किसिमको घर गाडी समरसेट रोड ल्याएर हेर्नुहोस् मान्छेहरूले यहाँ ठ्याक्क ल्याएर यी फुटपाथ हिँड्ने ठाउँमा पनि गाडी यसरी रोकेर घर अगाडि यसरी रोकेर यसरी छ। हल्ला गर्नुभन्दा काम गर्न राम्रो हुन्छ भन्ने कुरो यो युकेको धेरै कुराले सिकाएको कुरा चाहिँ म यहाँलाई अवगत गराउन चाहन्छु। ल्याएनुहोस् यो युकेको सिस्नो हाम्रो आजको तरकारी आलु र साग। के ल्याउनु पऱ्यो? यो हजुर बेथेको साग हजुर अनि मेथीको साग अनि रायोको साग।
ल जे होस् लन्डनमा पनि यसो सबै कुरो पाइँदो रहेछ ल हामी त अब हरिसरको गाडीमा आनन्दले ट्याक्क यो हरिसर गाडीमा चाहिँ यसरी फेरि हामी यात्रा गर्ने हो यो हरिसर गाडीमा अब यात्रा गर्ने हो हरिसर घर ल हामी आज युकेमा रहनु भएको डाकफर होइन डाकफरमा रहनुभएको शशि भट्टराई योको जुन घरमा ल्याएर उहाँले नयाँ घर किन्दै हुनुहुन्छ यहाँ यसो खोल्नु त ल्याएर नि नमस्ते ल्याएर जय श्री हरि उहाँको यो घर अब तपाईँलाई पुरा मैले यहाँ वास्तु हेरेर यो घरको एकदमै राम्रो बनाइदिएको छु भोलि पर्सि यहाँले एकदमै ऐतिहासिक सम्झिनुहुन्छ र यहाँनिर तपाईँहरूलाई यहाँलाई घर देखाउँछु दायाँ माया ल्याउनुहोस् कति रमाइलो ठाउँ छ पुरै तपाईँको नेपाल जस्तै छ ल्याउनुहोस् यो होइन ल ल हजुर हजुर ल यहाँको शशि भट्टराईजीको घर यो डाक फोरमा रहेको घर ल्याउनुहोस् यो बनाउँदै हुनुहुन्छ यहीँ ट्याक्क ल त्यो राम्रो अब हामी हरिसरको घर जाँदैछौँ ल्याउनुहोस् यो हरिसरलाई मेरो अगाडि लाएर अब हरिसरको घर जाँदैछौँ ल्याउनुहोस् हजुर नमस्कार तपाईँ आज अहिले घरै हुनुहुन्छ नि 4:30 बजी जस्तो घरै हुनुहुन्छ नि होइन त्यो पछाडि त्यो क्यानोपी राख्नु पऱ्यो भनेर हो नभए तपाईँ नआउनु भयो साइडमा बसिदिनु होइन एउटा यसो यहाँ भित्र पाएछ त्यो ल्याएर भरेर हान्ने हो क्या त्यहाँ त्यो पुरानो छ नि एउटा राख्नु पर्छ पुरै हेर्नुहोस् हरिसर घर यो सबै नेपालीमा भेट्नु भएको छ सबै आनन्द आएको छ ए यहाँ फेरि अर्को यहाँ नेपाली दाजु घर यहाँनिर ट्याक्क यहाँ फेरि अर्को भेट भयो यहाँ खुसियालीको साथ कति महिना भयो हजुर आएको यहाँ अब हाम्रो हरिसरको पुरै घर दरबार यो छ नि ट्याक्क आनन्दको चट्टै गाडी उहाँको हरिसरको गाडी होइन सिए साहबको गाडी हजुर ल हेर्नुहोस् कति राम्रो छ नि मन्दिर टक्क मन्दिर सानो मूर्ति हो होइन कति राम्रो फुलै फुल राख्नु भएको हामी यहाँ बसेर छलफल गर्छौँ आनन्द लिन्छौँ अब हाम्रो हरिसरको चाहिँ नि यहाँको घरको हामी ल्याएर हरिसर घरमा सबै नेपाल हो यो मिनी नेपाल हो भने हाम्रो अर्को नयाँ नेपाल हाम्रो हरिसरको ल्याएर हरिसरको परिवार हुनुभयो अनि यो ल्याएर यहाँ सहर हुनुहुन्छ ल्याएर देख्नुभयो म्याडम ल अब हरिसरको बगैँचा देखाउँदैछु मैले हेर्नु ल्याएर कति आनन्दको हरिसरको बगैँचा छ ल हेर्नुहोस् सानो अहिले हाम्रो यहाँ चाहिँ गलबेसी सम्मेलन हुँदैछ यहाँ ल हेर्नुहोस् ए हेर्नुहोस् त स्याउ फलिरहेछ हाम्रो हरिसरको घरमा ऊ उता चाहिँ तपाईँले लेख्नुहुन्छ ओखर छ ल हेर्नुहोस् यहाँ ल हेर्नुहोस् यहाँ स्याउ ल हेर्नुहोस् स्याउ कति लटरामा फले ल हेर्नुहोस् यो अनार यता चाहिँ हेर्नुहोस् यहाँ ओखर दाँते ओखर ल हेर्नुहोस् सर्लक्क परेको ए स्याउ ल्याउनुहोस् हेर्नुहोस् त ए स्याउ यी अमला ल हेर्नुहोस् कति चिज लगाउनु भएको ल्याउनु जाँगर पनि कति लागेको म्याडमलाई र सरलाई कति जाँगर लागेको ल्याउनुहोस् ए ल अब यहाँलाई फेरि एकछिनपछि म पुनः यहाँहरूको सबै कुरा देखाउँदैछु ल हेर्नुहोस् ल हेर्नुहोस् ल यसले हेर्नु हरिसर यहाँ ए देख्नुभयो यहाँ सर एकजना सर उहाँ गुरु सर ल गुरु सर निर्मल नेपाल हजुर ल हेर्नुहोस् अब यहाँ ल्याएर सबै हामी आफ्नै सबै जम्मा भएको छौँ अब हामी एकदम राम्रोसँग भला कसरी गरेर गफ गर्छौँ आनन्द लिन्छौँ
यो हजुर तनहुपछि पनि पपर अझ गलबेसीको स्पेसल हामी आज भेला एउटै घर परिवार नै ल्याएर आँगन सबै ल्याएर आनन्द जय श्री हरि। हामी आज हरि सरसँग भेट भयो। हरि सरले चाहिँ गाडी चलाइरहनु भएको छ। अब यहाँ सबैसँग भेट भयो है। हेर्नुहोस् हामी हरि सरको घर जाँदैछौँ। हरि सरको युकेको घरमा हामी जाँदैछौँ है। हेर्नुहोस् कति रमाइलो छ। हेर्नुहोस् डाटफोर्ड हजुर हरि सर यो डाटफोर्ड होइन हरि सर? डाटफोर्ड यो ठाउँको नाम डाटफोर्ड। हजुर ठ्याक्कै यहाँबाट अब लन्डन सुरु हुन्छ। ल यहाँबाट हामी चाहिँ लन्डन र केन्टको बोर्डरमा छौँ। ए हजुर बोर्डर हो पारि हेर्नुहोस् लन्डन। ए उता लन्डन त्यो थेम्स नदी तपाईँहरू त्यहाँ बस्ने चाहिँ त्यहाँ पारि हो। ए हजुर स्टार्टफोर्ड भनेको। ल हामी यो चाहिँ के ठाउँ अरे यो? डाटफोर्ड। यो डाटफोर्ड भनेको अर्कै सिटी हो यो? हजुर सानो टाउन जस्तो हो। ए ल हेर्नु हामी हरि सरको घर ल्याएर हरि सरको गाउँ यो लन्डनको हरि सरको चाहिँ गाउँ हो यो डाटफोर्ड स्थितमा। ए पारिपट्टि यसै रमाइलो हेर्नु कति राम्रो घर छ। ल्याएर हरि सरको घर यो ल हेर्नुहोस् यहाँले टक्क तनहु दमौली गलबेसीका हरि सर घर। यी नानीहरूको बहिनीसँग पनि भेट अपरिचय गरौँला। जय श्री हरि। हामी आज हरि सरसँग भेट भयो। हरि सरले चाहिँ गाडी चलाइरहनु भएको छ। अब यहाँ सबैसँग भेट भयो है। हेर्नुहोस् हामी हरि सरको घर जाँदैछौँ। हरि सरको युकेको घरमा हामी जाँदैछौँ है। हेर्नुहोस् कति रमाइलो छ। हेर्नुहोस् डाटफोर्ड हजुर हरि सर यो डाटफोर्ड होइन हरि सर? डाटफोर्ड यो ठाउँको नाम डाटफोर्ड। हजुर ठ्याक्कै यहाँबाट अब लन्डन सुरु हुन्छ। ल यहाँबाट हामी चाहिँ लन्डन र केन्टको बोर्डरमा छौँ। ए हजुर बोर्डर हो पारि हेर्नुहोस् लन्डन। ए उता लन्डन त्यो थेम्स नदी तपाईँहरू त्यहाँ बस्ने चाहिँ त्यहाँ पारि हो। ए हजुर स्टार्टफोर्ड भनेको। ल हामी यो चाहिँ के ठाउँ अरे यो? डाटफोर्ड। यो डाटफोर्ड भनेको अर्कै सिटी हो यो? हजुर सानो टाउन जस्तो हो। ए ल हेर्नु हामी हरि सरको घर ल्याएर हरि सरको गाउँ यो लन्डनको हरि सरको चाहिँ गाउँ हो यो डाटफोर्ड स्थितमा। ए पारिपट्टि यसै रमाइलो हेर्नु कति राम्रो घर छ। ल्याएर हरि सरको घर यो ल हेर्नुहोस् यहाँले टक्क तनहु दमौली गलबेसीका हरि सर घर। यी नानीहरूको बहिनीसँग पनि भेट अपरिचय गरौँला। जय श्री हरि।